हेलो गाइज, आज म तपाईँलाई टिकटकभित्र अटोकट भन्ने अप्सनको प्रयोग कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब ढिलो नगरिकन हामी भिडियो सुरु गर्न गइरहेका छौँ। लेट्स स्टार्ट। ओके गाइज, अब सबैभन्दा पहिले तपाईँले टिकटक एप ओपन गर्नु होला। टिकटक एप ओपन भइसकेपछि टिकटक एप ओपन भइसकेपछि तपाईँले ओके गाइज, सबैभन्दा पहिले तपाईँले टिकटक एप ओपन गर्नु होला। टिकटक एप ओपन भइसकेपछि यस्तो खालको इन्टरफेस खोलेर आउँछ। त्यसपछि तपाईँले मिडलमा प्लस आइकन यहाँ देखिराख्नु भएको छ, प्लस आइकनलाई क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँले टिकटक एप ओपन गरिसकेपछि तपाईँले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। अनि प्लस आइकनमा क्लिक गर्नु होला। प्लस आइकनमा क्लिक गरिसकेपछि तपाईँको फेरि यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। अनि तपाईँले यहाँ क्रिएट भन्ने अप्सन देखिराख्नु भएको छ। क्रिएट भन्ने अप्सन यहाँ देखिराख्नु भएको छ, क्रिएट लेखिएको छ। तपाईँले त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस देखिन्छ। यहाँ सबैभन्दा टपअपमा यहाँ देख्न सक्नुहुन्छ अटोकट लेखिएको छ। अटोकट यहाँ देख्नुभयो, अटोकट भन्ने अप्सन देख्नुभयो। त्यहाँ तपाईँले क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले ग्यालेरीबाट फोटो सेलेक्ट गर्नुपर्ने हुन्छ अथवा भिडियो। तपाईँले भिडियो पोस्ट गर्न चाहनुहुन्छ या फोटो पोस्ट गर्न चाहनुहुन्छ। जस्तै मैले एउटा फोटो लिएँ। तपाईँले दुईवटा लिन सक्नुहुन्छ। जस्तै मैले अझै एउटा दुईवटा लिएँ। अब दुईवटा लिइसकेपछि यहाँ नेक्स्टमा क्लिक गर्नु होला। यहाँ रेडमा देखिरहेछ। अब यहाँ प्रोसेसिङ भइरहेछ। यहाँ टिकटकले तपाईँलाई फोटो अथवा भिडियोलाई प्रोसेस गरेर अटोकट गरेर दिन्छ। अब यहाँदेखि हेर्न सक्नुहुन्छ मेरो सेलेक्सन गरिएको फोटो एकदमै राम्रोसँग यहाँ रेडी भइसकेको छ र टिकटकले मलाई गीत पनि दिइसकेको छ। अब यसमा तपाईँले के गर्न सक्नुहुन्छ, स्टोरी लगाउन सक्नुहुन्छ। यो तपाईँले नेक्स्ट गरेर भिडियोमा पनि हाल्न सक्नुहुन्छ। स्टोरी अहिले लाउन सक्नुहुन्छ। यहाँ तपाईँको स्टोरी छ, स्टोरी लाउन सक्नुहुन्छ। अथवा यहाँ तपाईँले नेक्स्टमा क्लिक गरेर यहाँ भिडियो अपलोड गर्न सक्नुहुन्छ। यहाँ एडिट कभर फोटो देखिएको छ। यहाँ एडिट कभर फोटो देखिएको छ। यहाँ एडिट गर्न सक्नुहुन्छ। र अथवा यहाँ अनि त्यसपछि तपाईँले यहाँ डिस्क्रिप्सन लेख्न सक्नुहुन्छ। यहाँ डिस्क्रिप्सन भनेर आएको छ। यहाँ डिस्क्रिप्सन तपाईँले हाल्न सक्नुहुन्छ। यहाँ त यो भिडियोलाई अहिले पोस्ट गर्न चाहनुहुन्न भने तपाईँले ड्राफ्ट, यहाँ ड्राफ्ट देखिरहेछ, ड्राफ्टमा सेभ गरेर पनि राख्न सक्नुहुन्छ। भनेपछि मैले अहिले यो भिडियोलाई ड्राफ्टमा सेभ गरेर राख्छु। मेरो यो भिडियो ड्राफ्टमा सेभ भइसकेको छ। तपाईँले एकैछिन वेट गर्नु होला। यहाँ ड्राफ्टमा सेभ भएर आइसकेको छ। तपाईँले यहाँ हेर्नु होला। म तपाईँले क्लिक गरेर देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ मेरो जुन भिडियो अघि रेडी गरेको थिएँ र ड्राफ्टमा सेभ गरेर आएको थिएँ, यहाँ आएर ड्राफ्टमा सेभ भएर बसेको छ। ओके गाइस, थ्याङ्क यू फर वाच दिस भिडियो।